गुड मर्निङ एभ्रिवान। आज हामी निर्वाचन पछिको यो परिवेशमा छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै 2/3 जनमत प्राप्त गरिसकेको छ। यो सन्दर्भमा छौँ र नेपालले एउटा खालको नयाँ परिवेश पाएको छ। अब यो परिवेशमा टेकेर जुन आशा र भरोसा, आशाको नजरसहित नेपाली जनताले रासपाप्रति मत जाहेर गरेको छ। त्यसको लागि आगामी दिनहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनताले पनि एउटा खालको चरणहरू पार गर्नुपर्नेछ। ती चरणहरू भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नुपर्नेछ, विकास निर्माणमा तीव्रता दिनुपर्नेछ, सुशासन कायम गर्नका निम्ति दलहरूले जुन भाष्य निर्माण गरिएका छ, दलीयकरण गरेको भन्ने जुन सन्दर्भ छ त्यसलाई चिरफार गरेर राज्य संयन्त्रहरूप्रति एउटा विश्वासको वातावरण बनाउन जरुरी छ, एउटा भरोसाको केन्द्र बनाउन जरुरी छ। यसै गरी र जुन भू-राजनीतिक जटिलताको बीचमा नेपाल रहेको छ, ती भू-राजनीतिक जटिलताहरूलाई पनि सरलीकृत बनाउन जरुरी छ, सामान्यकृत गर्न जरुरी छ र ती जटिलताहरूलाई चिर्दै नेपालको हितको निम्ति परिचालन गर्नको निम्ति जरुरी छ, नेपालको हितमा केन्द्रित हुन जरुरी छ।